बेची हुई वापस से गोला बारुद भिडियो आइज भन न हेलो यो मार्क्स दिमागमा अर्कै चल्न थाल्यो मेरो अझ नि होला ओइ 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 मिस गरे यार कसम मिस गरे यार डगीले हान्नु ओए मलाई पनि एहे रहा नहीं जाता तड़प ही ऐसी है ना ओके दाइ ओके WhatsApp निको स्किप ले जम मम्मी ओए के हो यो मार्क्स कस्तो मार्क्स छ ए मार्क्स उति छिटो मलाई पठाएको भन न केको लागि हो त्यो मार्क्स चाहिँ खै थाहा छैन मलाई उसैलाई सोध्नु यो त मेरो दिमागमा अर्कै चल्न थाल्यो यो हजुर यो मार्क्स दिमागमा अर्कै चल्न थाल्यो मेरो प्यारी समझ गई ओए ओइगे लुते अबे फिरंग कुछ ऐसा होना चाहिए जो फटाक से मुंह से निकले थूक उतर आया ना औकात पे अपनी पान की दुकान का नाम रखना थूक चिटा लुते की के रे मैं गुल्लू टैक्सी ड्राइवर लुते मैले नामै बिर्सिए लुते की लिते रे चिटालाई बिर्सिरहे नामै तिमी त डेन्जर रहेछ ओ के लाइभ गरेर हैन ओ लाइभ मे हो दाइ मलाई हेलो पापा की परी इसकी वो तो अच्छा हुआ कि आप बीच में आ गए वरना एक कान के नीचे मारता तो 32 ही हाथ में आ जाती हेलो सुन्न जमाना था नमस्ते भाग्यमा नि भइस भन म चाहिँ अहिले लाइभ छु कि हैन म चाहिँ एउटा कन्टेन्टको लागि खोजिमा हो कि म चाहिँ एउटा सर्वे गरिरहेको छु कि म तपाईँलाई 3-4 एउटा क्वेसन सोध्छु यसो भन्नु है त के भन्नुभयो 3-4 क्वेसन सोध्छु हैन एन्सर दिनु है त लाज नमानिकन है त्यो चाहिँ 18 प्लस हो के लाइभ छु फेरि यो गयो भने फेरि रिसाउनु पाउँदैन म लाइभ छु यो गयो भने चाहिँ रिसाउनु पाउँदैन के फेरि लाइभ हो दाइ लाइभ छु हैन म 18 प्लस क्वेसन सोध्छु तपाईले अनेस्टली एन्सर दिनुपर्छ है त त्यो होला कुन मन्छ मार्को खेल्ने हो त भन्नु न स्किप लक्कड पत्थर सोध्नु स्किप लाइभ छैन होइन कसम होइन कसम त छापाले कसम बिगारिछ विद्या कसम होइन भन न विद्या कसम होइन तिमीहरु दुईजना कसम लाइभ छैन के लाइभ छु छैन रेकर्ड केही छैन कसम छैन घाटेमा छुइसक्यो यार हेडफोन स्टिमर भनेर के भनेको सुन्नु के गर्दैन तपाईहरु त्यसको माइन्डसेट त्यस्तो हो कि अनि मलाई यस्तो लुकाउन थाल्यो के हो रे आफू सुन्न लुकाएन के हो रे यो आफै लुकाए सुरुमा हो यो आफै लुकाए के पर्यो नाम पर्यो ओइ तपाईहरुको नाम के हो हैन हामीलाई बहिनी भन्दा कति वर्ष हो र हामी 15 वर्ष हो यार ए म 14 भन्नु म 14 भन्नु म चाहिँ कति वर्ष भन्थे 16 वर्ष थिएँ म ओइ साच्चै बताए 15 वर्ष भन्दा कसले पत्याउँछ संगत वर्ष त 15 वर्ष हो म्याग दी खै नाइट त देखाउन त नाइट त अनि त ए अनि 15 वर्षमा नाइट त चाहिँ कसरी हुन्छ नि म नागिदा म चाहिँ किन लाइसेन्स पनि देखाउँछु अच्छा ला मे अनुहार चाहिँ नहेर्नु ओइ नार त साँच्चै जिग्दिर ओइ साँच्चै के त्यसले नागिदा हैन कति सालको रहेछ कति सालको खै देखिँदैन ओइ कालै भयो त्यसो
लाइसेन्स ए मैले बुझिसकेँ लाइसेन्स किन देखाएको भने हिजो भर्खर पास भएको छ ब्रो पास भएको होइन कि मैले पास भएर लाइसेन्स नै पाएको हो फर्स्ट टाइममै म पास भएको ओ के त ओ के तिम्रो दिइदेऊ न नो ब्रो बाइक हो ल प्लिज तिम्रो दिइदेऊ न के हो यो बाइक हो कुन बाइक छ कुन बाइक म भन्दिनँ यार किन बुलेट बाइक म्यान त्यो म पाउँदिनँ मैले स्टार्ट कुन बाइक हो कुन ठाउँ बस्नुहुन्छ होन्डामा पास भएको पास त हुने होन्डामै हो कुन बाइक चाहिँ हो कुन बाइक चलाउने स्प्लेन्डर एउटा होन्डा बस्छ नि त्यो बुलेट जस्तो कुन औकात चाहिँ बाहर औकात कसले को देखाएको छ भने हल्का दिइदिएको ओइ छिटो त्यहाँ पछाडि म राष्ट्रिय के रे राष्ट्रिय कार्ड राष्ट्रवादी अरे राष्ट्रवादी भने फुल फर्ममा यसरी राख्थ्यो कहाँ राष्ट्रप्रेमी भने न फर्ममा यसरी राखिराख्थ्यो भने त्यो बिचमा छोड्दैन थियो कि म राखेँ त अनि खै त गएको मैले गाई जय नेपाल भइसक्यो ल कता बस्नुहुन्छ कता बस्नुहुन्छ घरमा ए म त जंगलमा हाल्न त भन न घरमा नबसी कहाँ बस्छ त कस्तमै घरमै बस्छ घाटीमा सुन्नुपर्छ घाटीमा कस्तो खायो ल कस्तमै त जुमा हो यार मलाई पनि हेडफोन हटाउ न ए नजिकै त रहेछ सम्झिरहेछ हाम्रो सब काबरले सम्झिकेछ खबर सिन्धुले सम्झिकेछ खबर एक्सट्रिम छ कि छैन एक्सट्रिम सम्झिकेछ खबर ठिक छ रे डान्स हान्नु पर्यो नि सातो बाटो कता सातो बाटो स्विमिङ पुलको पछाडितिर एटीएम कलेज साथ म कस्तो आउँछु त बुलेट बाइकको भोलि म कस्तो आउँछु त बुलेट बाइकको भोलि कलेज छ नि कलेज छुट्टी छ तर आफै हिँड्दिसकेँ छुट्टी मैले गराएको हो क्या घुम्न जान लागेको होइन भन्दा छ यो कसम झापाली हो क्या कसमै म सातो बाटोको हो क्या स्विमिङ पुलको ठ्याक्कै यतापट्टि सबै छ नि थाहा छ अस्ति बाइक रेस हेर्न आएको थियो म त आएको थिएन के थाहा ब्रो तर यतिकै गर्ने त्यो सातो बाटोको त्यो भित्रपट्टि स्विमिङ पुल जाने बाटोमा बाइक रेस पहिले गएँ हो त्यो मेरो होइन कस्तो हेरिदिएर नाम सोध्नु नाम कस्तो हेरिदिएर यत्रो कन्भर्सेसन भयो नामै सोध्नु भन न के हो नाम तपाईँको नाम के हो के देखाएको मलाई देखाएको मैले हो होइन त्यो अघि एसएससी गरेर यस्तो सोझो मान्छे उमेर आज फर्स्ट टाइम आएको यस्तो गर्थ्यो तपाईँको यस्तो गरेर थियो यता गयो डिएसपी नै मेरो बाउ भन्न ओ डिएसपी नै मेरो बाउ भन्न फुलकुमारी फुलकुमारी हैन फेरि बगैँचा जस्तो छ के रे मिलास्टी मिला लालकुमारी भन्छ कस्तो रमाउने हो त बगैँचामा लालकुमारी भनेर हुन्छ मेरो नाम लालकुमारी किन भन्नु भने कि फुलकुमारी म बगेर छु रे के हो तपाईको नाम सिमरन हो सिमरन स्वीटी चौधरी हो स्वीटी चौधरी अगाडिको एउटा नाम भन्नु भन आफै गर्नु नि अरे कितै आउँदैन जिया ये तुमने क्या किया ज भने छु जिया ल जबाट छ के जबाट जमुना अघि त मलाई जमुना
यस्तो भन न के हो जमुना जिया ये तुमने क्या किया जाजरकोट हल्का लेभल हुन्छ कि यस्तो भने त के रे नाइट्रोजन हेर्नु भने कति लिटर छ कति लिटर छ कतिवटा लिटर 5 वटा घुमाएर कि हो ए 5 वटा ओइ नागित्रको नाम हेर्नु जान पर्ला जस्तो खौडातिर भनेर थाहा छ मैले पहिला कस्तो हुन्थ्यो नि 5 वटा थिएन अनि त्यो जुन चाटी जुलुस ए त धोती नै भन्दै जुलुस ओइ सरे दादा ओ जुगाड भन न जन्म साथ जन्म नाम नामै जन्म लभ तीन वटा भनेको जन्म जन्म हो नाम सर्छ तेरो नाम ओइ तेरो नाम हो भनेर भन्देऊ न जन्मबाट गीत छैन झरेको जाठा होला झरेको जाठा सुनि जन्म भन्ने गीत अनि मेरो कुछ हो भाइ भन न के भन्दा चाहिँ अघिदेखि ओके मेरो चाहिँ कुछ हो भाइ भन न मेरो नाम चाहिँ कुछ हो भाइ भन न मेरो नाम गेस गर्नु केबाट आउँछ हामीले गेस गर्नु पर्छ छैन केबाट आउँछ केबाट मेरो नि गीतै गाउँछ किरण वाला कुछ भाइ किरण एकछिन गेस गर्न दिनु न बुढाको त्यहाँ थाहा छैन हामीलाई थाहा पाउनु पर्यो नि भन न एक लड़की जो छत से अपने पापा को ढकेल दे उसे क्या कहते हैं बताओ कुछ भाइ भन नामै के भन्दा अनिस भन्दा थिएन दिमाग त रहेछ दिमाग चाहिँ रहेछ मलाई केटाले भन्थे केटा सोध्छु भन्छ अरे मैं वो प्लेयर है सर जिसे भले ही गेम ना आता हो मैदान में उतरा ना तो खलबली मचा देगा।